वंगु मंगसिर 15 गते बुंगडलिसे स्वापु दुगु किपुया पेंग थामे बुंगड्याव याक मिसाया मूर्ति पलिस्थ यागुख थथे किपुली मूर्ति पलिस्थ यासानिसे यलया बुंगड्या जात्रा झ्याका वया चोपि श्री हेंग्री भैरवनाथ लिसे सुइनिमा पानेजु संग विरोध याना वया चंगुदु थथे विरोध यागु छोले मंगलबार संग यलो महानगरपालिका या मेयर चिरिबाबु महर्जन यात ज्ञापन पौल लागुदु ज्ञापन पौ लल्हागु ज्याजोले संघीय नाय पानेजु यज्ञरत्न साक्य पेंगथामे पलिस्थ यागु मूर्ति या छा विरोध या मागु थैगु बारे थाटिका दिगु ख जिमसा कृतिपुर टे मौजूद यो कारण चाहिँ छुलेर गाडासा जबकि कृतिपुर रगाडियो मचिन्द्रनाथ यो चाहिँ प्रत्येक वर्ष कोरोनामा यो जात्रा लिसे रिलेटेड उपटि था ताकि वो कोरोनामा यो जात्रा वो ठासे महँगा पु मौनीपट्टि अति महत्त्वपूर्ण था वो जो कारण ना चाहिँ गुपट्टि चाहिँ मतलब चाहिँ कर्नामा यो प्रतिमूर्ति तल वो प्रतिमूर्ति तौ कारण ना चाहिँ औचित्यहीन ठो जिमसा चाहिँ ठो पानी जोसँग अब्जेक्सन यानो ढेउ कारण है कृतिपुर लिसी चाहिँ मतलब चाहिँ छोरा गुम्न दियो यो प्रत्येक पर्व प्रत्येक जात्रा लिसी वर्षै पछि जुगपट्टि जात्रा लिसी रिलेटेड उठा जबकि वो ठासे चाहिँ जीवित चाहिँ मतलब चाहिँ जलपान्जु होना विधि विधान पूर्वक नियम पूर्वक चाहिँ बिउना स्वा ग्रहण या अन ग्रहण याक्यु कार्यक्रम झ्याका चोक चोकन वेक अप इन्स चाहिँ गुपट्टि कर्नामे यो प्रतिमूर्ति डेट हुन्छ उके औचित्य छु औचित्यलाई समाप्त जुल वे औचित्य जिमसा चाहिँ मतलब चाहिँ छ मेसन वे नाप ठक्कै जोड गाटा आउ नम्बर 1 मतलब चाहिँ कॉपीराइट यो हिसाब किताब न वे कपि चाहिँ याओ 100% गलत वो चीज मिले मजु दोस्रो ख अनवया चाहिँ मतलब चाहिँ छोरासा कृतिपुरे चाहिँ मतलब चाहिँ जलपान्जु टाउनमा कर्नामे प्रतिनिधि प्रतिनिधिमूलक वो ठासे वना टाउनमा हो ठासे वे कपि स कर्नामे टेर्जा जिमसा चाहिँ वो औचित्य चाहिँ छ टाउनमा जरुरतै मरु पानेजु साक्य पेंगथामे उगु मूर्ति देका भ्रामक बाख प्रचार यागु वो अनथुगु मूर्ति दत्तले जावला जात्रा जुगु पेनुन्ह स्वात वने मागु परम्परा या औचित्य मदुगु थासे उगु परम्परा दिकेगु ख्याचो बिया दिगुदु वे कपिनसा चाहिँ गुपटी भ्रामक प्रचार इना दिल्नी वडी तरौ गलत ज्याख अथि उ तरिका चाहिँ ठौ धर्म संस्कृति याटा चाहिँ भ्रामक प्रचार प्रसार याउ जिउ मतलब चाहिँ तरौ कमजोर न खण्डटा वे जो कारण मेमेठा चाहिँ कर्नामे यो लिसिए मतलब चाहिँ सम्बन्धित मखु ठासे जो या चाहिँ मेठा टसाना चाहिँ अब्जेक्सन याउनेपट्टि आधार त मन त ज्ञापन पौ ललहना कासे मेयर महर्जन धार्मिक सांस्कृतिक क्षेत्र या ज्या तस्क संवेदनशील जुगु थासे थजागु जया त तस्क जया मागु दिल यो निकै मार्मिक कुरा हो यो धार्मिक क्षेत्र त्यसमाथि पनि रातु मचिन्द्रनाथ भनेपछि विश्व प्रख्यात यो जात्रा यो मूर्ति सहकालका देवता तसर्थ यति महत्त्वपूर्ण जुन यो जात्रा छ यो विषयमा जुन किसिमले अहिले आएर यो पछिल्लो कालखण्डमा आएर कृतिपुरमा मचिन्द्रनाथको प्रतीकात्मक मूर्ति याको मिसा सँगै राखेर त्यहाँ चाहिँ जुन अस्ति मङ्सिरको 15 गते एउटा कार्यक्रम गरियो त्यो कार्यक्रम सम्बन्धमा चाहिँ अहिले 32 पानेजी सङ्घको तर्फबाट अब यो ज्ञापन पत्र जुन हस्तान्तरण गर्ने कार्य भयो त्यसको लागि मैले ललितपुर महानगरपालिकाको तर्फबाट तपाईँ यो पानेजी सङ्घ सबैलाई मैले धन्यवाद ज्ञापन गरेँ अठे मेयर महर्जन बुंगडया मूर्ति पलिस्थ यागु थैगु अमूर्त सम्पदा प्रहार जुगु वस्विनिमा पानेजु या तर्के महानगर न सहमत दुगु थया दिल र अब मैले पनि जाने बुझे अनुसार यो काठमाडौँ भ्याली भित्र चाहिँ 4 वटा करुणामयहरू हुनुहुन्छ अब यो त 5औं जस्तो भयो नि त हैन तसर्थ यो चाहिँ नमिल्ने कुरा नै हो भन्ने कुरा चाहिँ मेरो पनि एउटा पहिलो कुरा सुन्दाखेरि नै मेरो पहिलो भनाइ नै त्यो चाहिँ रहेको थियो तर मैले प्रकट गर्ने कुरा त होइन तसर्थ आज अब 32 पानेजु सङ्घको तर्फबाट जे कुरा यहाँ चाहिँ व्यक्त भयो यो कुरा चाहिँ ज्यादै मार्मिक अति महत्त्वपूर्ण र यसले चाहिँ हाम्रो इन्ट्यान्जिबल हेरिटेज अमूर्त सम्पदामै यसले चाहिँ आँच पुर्याउने देखिएको छ अथे मेयर महर्जन ठुगु विवाद जेंके त किपु नगरपालिकाले औपचारिक ढंग सल ब्याकेगु थया दिल
तसर्थ अब यहाँले ललितपुर महानगरपालिका जुन ठाउँमा मच्छिन्द्रनाथको विगत 1400 वर्षदेखि नै जात्रा पर्व सञ्चालन हुँदै आइरहेको सन्दर्भमा चाहिँ हामीले यसमा अनदेखा गरेर बस्नु त खासै मिल्दैन हुँदैन पनि र आज यहाँले चाहिँ आधिकारिक तौरले हाम्रो ध्यान आकृष्ट गर्नुभयो। अब तसर्थ अब हामी यो विषयमा चाहिँ हामी कीर्तिपुर नगरपालिकासँग पनि कुरा गरेर हामी अगाडि बढ्छौँ। जाजोले मेयर महर्जन डेके ठुङ्गुको मूर्ति या व्यवस्थापन या मागुलिन ब ब्यादिलसा सुइनिम पाने जुतेसा थासा उगु मूर्ति गणन ते दैमखुगु थासे गुठी संस्थान या त लल्हा मागु अदान तगदु। अब त्यो मूर्ति बना राखिसकेपछिको अवस्थामा अब यहाँको जुन भनाइ यहाँको जुन निर्णय छ त्यो निर्णय भनेको चाहिँ कीर्तिपुरमा यदि त्यो मूर्ति रहिरहने हो भने हाम्रो यो अघि भने जस्तै प्रसाद वितरणको चाहिँ खासै अर्थ रहँदैन भनेपछि अब यो मूर्तिलाई चाहिँ यहाँको एउटा सम्भवतः यहाँले बैठकमा छलफल पनि गरेको हुनुपर्छ। त्यो मूर्तिको विसर्जन अथवा त्यो मूर्तिलाई चाहिँ कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि कुरा गर्न चाहिँ उचित होला जस्तो मलाई लाग्छ। यो रातो मच्छिन्द्रनाथको यिनीहरूले मूर्ति हेरा मूर्ति झ्वार पञ्चजले भने पनि त्यो मूर्ति चाहिँ राख्न पाइँदैन। त्यहाँबाट होइन अति राज्यभर काहीँ राख्न पाइँदैन। मेरो आफ्नो व्यक्तिगत हाम्रो पानीको सङ्घ तर्फबाट त्यो मूर्ति गुठी संस्थानमा बुझाउनुपर्छ। त्यो अन्त कहीँ लानु पाइँदैन, यो अन्त कनै लानु पाइँदैन, राख्नै पाइँदैन। यिनीहरूको पैसा जाओस् जे जाओस् हामीलाई मतलब छैन। गुठी संस्थान बम्बईमा राख्नुपर्छ। पेङ्गठाया आन्तरिक पर्यटन विकास यागु तातुना ए महानगरपालिका छिन्नेगु लाख नेडो तकया ग्वाली बुङ्ड व याक मिसया मूर्ति देखेको ज्याजुगु खसा बुङ्ड व याक मिसया मूर्ति यलया कलाकार रवि साकेन्टेका दिगु ख।